यो चाहिँ बोकाको टाउको तपाईँको भुत्ल्याउन गाह्रो भएको हुँदा आगोमा डढाएर मस्त त्यसको रौँ निकालेर तयार गरिन्छ। यो खुट्टा पनि त्यस्तै रौँ केलाउन गाह्रो भएको हुँदा खुट्टालाई पनि आगोमा डढाइन्छ र सफा पारिन्छ। अब यो एक चरण मस्त सरसफाइ गरिसकेपछि धारामा लगेर सरसफाइ गरिसकेपछि यो चाहिँ राम्रो तुस्त हुन्छ, खान योग्य हुन्छ। त्यो सानै रहेछ त होइन? तिमीलाई मामाले खाना भिडियो गाउँमा अर्ग्यानिक दुईजनालाई त्यो गर्दा पक्रिँदा छिटो हुन्छ होला नि त। पानी चाहिँ अलिकति सानो हुन यो चाहिँ डढेछ हो त चाहिँ डढ हो। खोइ अर्कोले नि काम चाहिँ के गरेर साफ पारेछ नदिने काम साफ पारेछ म्यासमा हाल्दैन भाइ हाल भनिसक्यो पहिले त पाउला कति ए लिएर आउनु कहाँ हुन्छ यहाँ पनि छ नि ए मलाई चार झिक्यो नि त जुन चलन सानो डाडो त्यो ठिक छ यो बखाउने यो बखाउने डेक्चीको पाकेको कम त कम धेरै कम भयो क्या ठिक छ ठिक छ
त्यो उसमा हाल्नु मिट मसला नहाल्ने नुन रस हाल्न पाउँछ नि त काका एउटा बुले आडी चाहिन्छ रस हालौँ न यो आडी दियो नै डाडु थियो नि यहाँ एउटा ऊ त डाडुले न रस हालिदिनु उयो नै लिएर काम गर्नु अनि हाले न त यहाँ अरे भाइ यार आउनु पर्ने हर्जलले बोलाएको सँगै ल मलाई मतिर त आउँदैन तपाईँको बोकाको टाउको यो चाहिँ बोकाको टाउको तपाईँको भुत्ल्याउन गाह्रो भएको हुँदा आगोमा डढाएर मस्त त्यसको रौँ निकालेर तयार गरिन्छ। यो खुट्टा पनि त्यस्तै रौँ केलाउन गाह्रो भएको हुँदा खुट्टालाई पनि आगोमा डढाइन्छ र सफा पारिन्छ। अब यो एक चरण मस्त सरसफाइ गरिसकेपछि धारामा लगेर सरसफाइ गरिसकेपछि यो चाहिँ राम्रो तुस्त हुन्छ, खाना योग्य हुन्छ। त्यसपछि सानो सानो मसिनो पिसुवा विभाजन गर्ने यहाँ टाउको पोल्दैछ के पोले छ यार यो पोल्न त पोलो त्यो तल खुट्टा होला हौ यहाँ मसला बन्दैछ। यहाँ हाम्रो मसला बन्दैछ इन्ग्रिडियन्ट्सहरू प्याज भइगयो, लसुन खोर्सानी क्याचाकुचुको नानीहरूले यहाँ गर्दैछन्। यहाँ तयारी हुँदैछ, लगभग दुईवटा यहाँ तयारी भइसक्यो। अब त्यहाँ हाल्ने बनाउने पकाउने अब कराई बसाउँ होला हामी कतिवटा बोकाको हो? तिनवटा उहाँ माला साल काटेको बनाऊ न। सिङ चाहिँ काट्दिनु त्यो सानै रहेछ त हौ होइन? तिमीलाई मामाले खाना बोलाएको कि यहाँ काम गरेर बोलाएको? भने झोलिका देउता सबै गर्न मिल्छ। भोलि आवश्यक गर भने जे गर्नु भान्जा देबु भान्जा अनु भान्जा सबै भान्दै भान्जा सेकुवा भन्दो रहेछ नि त होइन? सेकुवा भन्दो रहेछ नि त सबै भति एक गाना अगाडि बढाउँदै गरौँ। फरक राख्नु न। ईश्वर दाको कलेजो पार्ट हो? तपाईँको कलेजो पार्ट हो? निकाल्दिने आधी केही नहालिकन केही नहाली निकाल्नु अनि आधी मर मसला हालेर
बढिया बढिया लेग पिस होइन खुट्टा भनेको भाइ हो नि त्यो यसको यो बनाउनु पनि यो पारा मिलाएको हो कि त्यो के हुन्छ केटाकेटी हो के गर्नु यस्तो यो ट्याक्टर पारे क्या भट्टी चुलोमा एकैचोटि बसाइदिने मगज नमस्कार जय साहब मगज फर्काउनु है जेठान तपाईँकै हुन् ज्वाइने नफर्काएर होला के गर्नु भोलि चाहिँ धेरै भइसक्यो श्यामदाजु हेर्दै एक नम्बर पकाउने मान्छे चाहिँ यहीँ भाइ यी भाइ माइलो गर्छ तर त्यो टाउकोमा चाहिँ अस्ति चाहिँ धेरै भुत्ला थियो भाइ टाउको चाहिँ खुट्टा चाहिँ धेरै पोलिस मुटु फेरि के लाउनु फेरि कान पनि निकालेको छैन ल निकाल्ने बोकाको मलाई भन्छ थाल्न अब फेरि यो पानी पखालेर राख्दा भइहाल्छ कति बजे भन्नु कराई खोइ त नि मारै छ कराई ल यसमा पकाउने हो कि ग्यासमा अब त्यो ठुलो कराई चाहिँ यसमा बसाउने हो कि ग्यासमा ग्यासमा हो ग्यासमा हो ठुलो कराई हतार नगर्नु न यो मासु काट्ने बाँकी छ आधी ए पाक्दै गर्छ अब रटका त्यस्तो हुन्छ बढिया बढिया लेग पिस राखेको छ पानी हाल्नु न अलिकति साबुनमा भनेर खोपीमा छ पछाडि होला हेलो छैन हेलो हामी यहाँ आइएम ट्याक्सी ड्राइभर त्यसो गयो इम्पोर्टेड फ्रम युके 10 years एक्सपिरियन्स ब्याचलर इन कालीगढ होइन कि के हो ब्याचलर इन कालीगढ यु मास्टर काम यु के भन्छ कहाँ उत्तराखण्ड उत्तराखण्ड भयो ल ड्राइभर ला पक्नु नि यो कतिपय म के गरेको छैन बेसी चिसो भएर तलको मान्छे बस्न मान्दैन के हो रोजगार रोजगार चाहिँ पाउँछ नि त्यहाँ होइन किन नबस्नु तलमा तपाईँले कहाँ चाहिँ मान्छे होइन त्यहाँ तलको पटनातिरको यो के गलियो उत्तराखण्डमा बस्दैन नि त्यो म पनि पल्ट बसेर बसेँ नि त बस्छु कि दाजु खानु खाऊ न बनाउनु त्यसमा होइन त्यसमा पकाउने हो अनि आगो ओदाउने धुवामै सकिँदैन नि त त कोइला कोइला बन्नु त के गर्ने
अरे अब चबाउनु पर्छ भिनाजु के काजु प्रसाद प्रसाद दिने खोल्नु त खुले खुले छ खुले होला होइन खोल्नु न पक्रेर काचै छिटो भयो कराई पोले कस्तो चाख्नु आज इन्द्र दिदी अब 2 मिनेट पर्छौ नुन तेल मसला रेडी गर्दै दुईमा मलाई राख्दिनु एउटा थोरै बेर भन्दा 5 घण्टा भइसक्यो काटेको यस्तो भयो क्या गाडी एउटै दियो हाम्रो तल पहिले आउँछ सुगरका गाडीको कि पछाडि आउँछ झन् लास्ट भिडियो गाउँमा अर्ग्यानिक पानी परेर खतम पारेर भन्दा त म पछाडि हिँडेको त सानो अगाडि टाउको लिनुभन्दा पहिला त्यहाँ पुगेर अनि उता फर्केर ए होइन कहाँ टाउका पछाडि हिँडेको नि त म त तल माइलो राखेको कहाँ ठिक पाकेर छ अनि खाएर जा भन्नुहुँदै थियो माइलो काकाले अटो भएको आफ्नो साधन भएको म त भित्र छिर्न दिनँ जबरजस्ती छिराएँ मान्छे 2 जना मात्रै 2 जना कमलेदारको गोविन्द तेल कि पेटमा भयो अनि कमलेलाई धानले बोको काट्नु लाग्यो कि त्यसले धानले बोको काटेपछि अरू बोको काट्नु हुँदैन कसलाई लाग्यो रे कमललाई कमललाई चाहिँ लाग्यो किन मरियो मान्छे मुख्य काट्ने मान्छे त्यही हो एकजना गोविन्द अर्को को त काट्नु त्यसो ए तपाईँ भेड्या हो 45 वटा मैले परे 160 मा 45 वटा तैँले काटे गोविन्दले काट्यो 2 चाडा पिछिमा त्यो कलेज मासु म स्टेसन कान्छा माछा मार्ने बेला भयो नि माछा मार्ने यसले पानी हाल्दैन उसले सामान गर्छ जा पानी हाल्छ दुईजनालाई त्यो गर्दा पक्रिँदा छिटो हुन्छ होला नि त नि एकजनाले पानी लगाइदिनु ए भोक लगाएर क्या मान लागेको त मिठो भइरहेको थियो गन्धसँग केही थिएन भाइ हिँडेको अनुजमासँगै आएको त ए सेलाएपछि गर्नु हुन्छ यो सेलाइपट्टि बनाउने अनि टाउको मिटाक जाने बनाउँछ टाउको र खुट्टा स्याएपछि चिकन मासु टाउको र खुट्टा टाउको यहाँको त टाउको आयो नि होइन
माइला काकाले यहाँको सेतो बोका टाउकोमा भिजाइहाल्नु भएको छ भिजाउनु भएको छ ए अर्को लिएर आइस अनि अर्को चाहिँ हाल्नु भइहाल्यो झन् ठुलो चाहिँ ए यहाँ त तीनटा उ त बोका निशानले राख होला तीनटा बोकाका दुईटा टाउका मात्रै रहेछन् यहाँ एउटा थानलाई दिएको त घाँस हाल्नेको भाग छोडिदिएको त चाहिँ जान्ने रहेछ भन्दै निशानेलाई गोडमा साइलो मामा के मारा छ मानामाले खोज्दा मलाई पनि थाहा नै साइली मान्छेलाई पनि थाहा नै ए कहाँ हिँड्छ यताबाट केही छैन यो यसो सुक्खा छ है ला बस बढ्दैन त्यो राख्नु पानी चाहिँ अलिकति सानो हुन सानो पार्न मिल्दैन यो पानी हो यो चाहिँ पाएको होला यो चाहिँ डढो छ हो त चाहिँ डढो काटा सुरु गरिसक्यो के चढाउने गर्ने सबै सकियो चढाइसकेको हो त जो त मुनि खोस्टो खोलो खाँदैन खायो खोइ अर्कोले नि यो सबै एकदम पहिला मजाले भुट्ने हो कि अनि निकालेर राखेर केटीहरू सबै आएन केटीहरूको उता आउँदैन जहाँले पठाइदियो बाबु खाना यो कानै हो म कान सुन्छु त कति खानु कान हो सबै एकै ठाउँमा पकाउने भुटेर आएको हप्ता दिन राख्दा नि केही फरक पर्दैन क्या नत्र भुटेपछि नि नुन नहालिकन सुमन छ हालेर राखेको सुमन छ कहिले बाल्ने ओइ श्यामु कहिले के त कति वर्ष हाल्ने के गर्ने होइन नि यो मासु पकाउने त्यसले चाहिँ हालिदिनु कि के गर्नु पुग्छ तिले एकछिन पकाउन काका तेल पुग्छ हालिदिनु सके बोइल खाने रे बोइल गरेर खाने रे के भन्छ त्यसले हेर त पुग्छ होला है जाऊ त्यसले पुग्छ है जाऊ त बस्नु हुँदैन त्यति काम चाहिँ केटाहरूले साफ पारेको छैन अघि काम साफ पारेको काका ड्रममा दिइहाल्छु ड्रममा कस्तो रातो देखिन्छ
तेल म्यासमा हाल्दैन मासु हाल्दैन टाउ पनि छुटाउनु न भुट्नलाई आउँछ ठुलो ल्याउनु पर्दैन के लाग्छ र साह्रै भन्दा नलाग्छ मान्छेले ल्याएको कि अर्को हरियो चाहिँ यस्तै रहेछ अर्को हरियो छ हौ दिदी त्यहाँ मोटो खालको बङ्गाली होला होइन कुन प्रसाद हो घरकै भाइ पखालेर नि मिक्सर सानो जरमा एकजना हुनेर पिस्न पखालेर क्या एकजना पिस्न भनिसक्यो पछि त पाउला कति कति अर्को त्यस्तो झन् बिहा बटुलो भएपछि झन् कति कति सानो तिनीहरूमा कति हुन्छ ठुलोबाट छोडिदिनु न अनि बेला बेलामा म कि 40 केजी 1 मनदेखि तलको नकाट्नु एक दुईचोटि परेँ कि म टाउको बिहा देखाएको पुऱ्याउँदा भाइ त बरु प्याकेज किनेर 25 जग्गा किनेर आजकल धेरै सजिलो छ मेसेन्जरबाट
15 दिनदेखि 20 दिनमा रिजल्ट आउँछ कति छ दिँदैन ठुलो खालको चाहियो नि ए लिएर आउनु कहाँ हुन्छ ए भइगयो लिएर आउनु आउँदा तार्छ ठिक हुन्छ यता सानो ठुलोले भन्नु किन होइन अर्को एउटा कपाल बाँध्नु छ नि मोटामोटी जग्गा पानी चाहियो नि यहाँ पनि छ ए मलाई तार झिक्यो नि त जुन चलाउनु सानो डाडु के ठिक छ यो बखाउने यो पनि हो अब मर मसला हाल्नु पर्छ अलिअलि पानी सुक्यो भने मसला हाल्दा टमाटर पत्काएर चाहिँ लास्टमा मुला हाल्नु अलिक काट्छ मिट लास्टमा कम गर्नुपर्छ आएको कता घुमा त कम हुन्छ धेरै भयो धेरै भयो यहाँ रे कम त कम धेरै कम भयो क्या ठिक छ काका नानी कृष्ण दाइको नम्बर छ छैन कृष्ण दाइको अझै अलिक झाल पनि हो मिट पनि हाल्नु
बडी चुन भन्ने एउटा मसलाले लेखेको छ राम्रो एकदम सबैको टेस्ट छ क्या बडी चुन भन्ने एउटा यहाँको त अब सेन्चुरी चार्टको टप होइन काठमाडौँ हुँदाखेरि त्यो इन्डियन र मसला गर्छ कि त्यो गेम थोरै निकाल्नु मिल्छ यहाँ खाँदै गर्न लाग्यो किन नलिएको मसलाको पाक्छ बरु नुन लाग्दैन बरु चाख्न मिसाउनु के चाख्नुहोस् त त्यो यो भन्नु न अलिकति नुनको व्यवस्था अलिक हुन्छ नुन लागेको छैन चाख्नु नि पहिला नुनको व्यवस्था भन्नुहोस् त अलिकति हालिदिनु ल यो मसला नि हाल्नु त्यो उसमा लास्टमा त्यो उसमा हाल्नु लास्टमा मिट मसला नहाल्ने अहिले नुन तपाईँहरू चाहिँ सबै एकदम अलिकति घुम्न न खानुहुन्छ यसले हो यसो खातो नि अलिकति सानो तातो हुन्छ फेरि बस हाल्न पाउँछ नि त काका एउटा बुले आडी चाहिन्छ बस हालौँ न यो आडी दियो नै डाडु थियो नि यहाँ एउटा ऊ त डाडु न ऊ त डाडु ऊ त डाडु हो मैले कम गर्नु कम गर्नु दिदी आगो अलिकति कम दाहिनेपट्टि दाहिने बस हाल्दिनु त उयो नि लिएर जाम अनि हाले न त यहाँ ए छिरी छिरी यहाँ पनि हालौँ न हो त्यसो भए अलिकति राख्नु अरे भाइ यहाँबाट यो अर्कोलाई चाहिएन फेरि अर्को भन्नु अब खा बोक्यो त्यो आँटेको भरे 11 बजे जान्छ भन्छ अनिलाई मिठो नभए पनि मिठो मानेर खानु है कहिले केटाकेटी त्यस्तै त्यो डाडु नै लिएर जान्छ अनि यसलाई निकालेर खन्याउने एउटामा एउटा के भन्छ नि के दिनु कसरी जाउँ न
यहाँ नुनको स्वाद चाखेर यहाँ भन्दै सुरु गरेर नुन सबै सबै माटो के नुन चाहियो भनेर नुन हालेको छ भयो होला क्या भयो घाँदो ल्याएको प्रेसर सुई निकालिदिउँ ग्यास अलिक कम गरिदिन्छु ल मात्र बटर म एकछिन नुहाउनु पर्यो ल काका बनाएँ म एउटा के छ तिनवटा काटेर अनि त्यही तिनवटा पनि उता बनाउनु भएको कि उताको बेग्लै उता बेग्लै हो नि ईश्वर आएर आउँदा आउनु पर्ने हर्जले बोलाएको सँगै झोल कसरी निकाल्छ यहाँ बेहुरी जस्तो लाग्यो कि मलाई कता होइन खुट्टामा त छाला जान्छ होला तपाईँको अलिकति खुट्टा चाहिँ जोड्नु ल ल मलाई मतिर त आउँदैन अलिकति जोगाउँछु भन्छु आफू यस सबैले चाख्यो तपाईँ पनि आउनु त चाख्नु त्यहाँ साह्रै भएन सबैले चाख्यो तपाईँ पनि चाख्नु भयो त्यही पनि काम लाग्छ तपाईँ माथि यसलाई खगल पऱ्यो होला नि त निकालौँ न के समात्ने कुरो यहाँ छ कपडा पनि छ ल कपडा पर्छ त हो त्यो दुईवटा गर्ने अचार पनि खै बहिनी यो चम्चीले यसले गर्दा नि बहिनी यो चम्चीले डेडी चाहिँ अब कति डेडीलाई सन्चो भएन अलिकति तरकारी ल्याइदिएँ म त मलाई सन्चो भएन भन्नु